परिवर्तन। तपाईँ भर्खर सेवानिवृत्त हुनुभएको छ, वा तपाईँको कान्छो बच्चा कलेज जान थालेको छ, वा दुर्भाग्यवश तपाईँले आफ्नो जागिर गुमाउनु भएको छ, वा सम्बन्ध विच्छेद भएको छ। तपाईँ आफ्नो जीवनको अघिल्लो अध्यायबाट एउटा दिनचर्या र ढाँचाले भरिएको अझै बन्न बाँकी नयाँ अध्यायमा परिवर्तित हुँदै हुनुहुन्छ। हानिको भावना, शोक यसँग आउन सक्छ, साथै अब के हुन्छ र नयाँ सुरुवातको बारेमा चिन्ता पनि। केही मानिसहरू सङ्घर्ष गर्छन्, आफ्नो शोकमा अड्किन्छन् र आफ्नै पहिचानको बारेमा अनिश्चित हुन्छन्, जबकि अरूहरू केवल अगाडि बढ्छन्, अटो पाइलटमा जारी राख्छन्, चिन्तै गर्दैनन्। तर यो परिवर्तनको समयले अवसर पनि त ल्याउँछ, ढिला गर्न, पछि हट्न र मूल्याङ्कन गर्न। यो ती दुर्लभ समयहरूमध्ये एक हो जब तपाईँले आफ्नो प्राथमिकता र आफ्नो जीवन कसरी चलाउनुहुन्छ भन्नेमा एक प्रतिमान परिवर्तन सम्भव हुन्छ। विचार गर्नको लागि यहाँ सामान्य दुई कुराहरू छन्। एक, गर्नुपर्ने कुरा या चाहनाहरू। दुई, प्रक्रिया या परिणाम। गर्नुपर्ने कुराहरू प्राय नियमहरू हुन्। प्राय आमा बुवाहरूबाट वा अधिकारमा रहेका व्यक्तित्वहरूबाट हिरासतमा पाएका नियमहरू, जसले तपाईँको जीवन मात्र चलाउँदैन। यिनीहरूको सही तरिकाले पालना गर्नु भएन भने एक प्रकारको अपराध बोध र चिन्ताले तपाईँलाई सधैँ सताइरहनेछ। गर्नुपर्नेको प्रतिरोध चाहनाहरू हुन्। ती पेट स्तरका भावना जसले तपाईँलाई बताउँछ कि के ठिक छ, के ठिक छैन, के आवश्यक छ, के मनपर्छ, के मन पर्दैन। यी त्यस्ता चाहनाहरू हुन् जसले तपाईँलाई नियमहरूबाट टाढा राख्छ। एउटा प्राथमिकताको स्तरमा रहेर तपाईँले जीवनमा के खोजिरहनु भएको छ, तपाईँको इच्छाहरू के छ, त्यसमा निर्धारण भएर तपाईँको जीवन सजिलो बनाउँछ। अर्को भनेको परिणाम या प्रक्रिया। गर्नुपर्नेद्वारा सञ्चालित व्यक्तित्वहरू परिणाम र उपलब्धिहरूद्वारा सञ्चालित हुनुहुन्छ। जस्तै तपाईँको एउटा जागिरमा पदोन्नति भयो, या भनौँ सफल बच्चाहरू भए, अनि तपाईँको ब्याङ्कमा धेरै पैसाहरू छन्। अब यो सबै कुरा प्राप्त गर्नुभएको छ, तपाईँको जीवन सफल छ। यदि यो सबै कुरा प्राप्त गर्नुभएको छ भने तपाईँको जीवन असफल भनेर बुझ्नुहुन्छ। तर प्रतिमान परिवर्तन भनेको अनियन्त्रित परिणाममा होइन, एक वर्तमान प्रक्रियामा ध्यान केन्द्रित गर्नु हो। तर जीवन भनेको तपाईँले के गर्दै हुनुहुन्छ भन्ने कुराको बारेमा हो। यो माइन्डफुलनेसको कुरा हो। तपाईँको जीवनले तपाईँलाई हरेक दिन ल्याउने कुराहरूसँग के गर्नुहुन्छ भन्ने मापन गर्न सिक्ने कुरा पनि हो। अरूको नियम या प्रदर्शनहरू पछ्याउनुको सट्टा तपाईँ आफ्नो जमिनमा बाँच्नुहुन्छ। अब तपाईँले परिवर्तनको समयमा पछाडि हटेर मूल्याङ्कन गर्नको लागि केही 3 कुराहरू को परीक्षण गर्नुहोस्। जस्तै एउटा, चिन्ता के हो भनेर मनन गर्नुहोस्। दोस्रो भनेको तपाईँले एउटा सामान्यतया चिन्ताको विकार परीक्षण गर्नुहोस् र एउटा थेरापिस्टसँग भेट्नुहोस्।